गुड मर्निङ एभ्रिवान। हजुरहरूलाई म टाइम देखाउँछु है त, कति बज्दैछ ल हेर्नुहोस् त, 4 बज्न पनि लागिसक्यो। सो आज चाहिँ हामी कन्याम जाने भन्दैछौँ घुम्नलाई। सो कि अब आजको दिन यसो भ्लग बनाऊँ न भनेर सोचिरहेको छु। अनि खासै मगाउन पनि मेरो चार्ज थिएन, भर्खर उठेँ है। अनि एकछिन चार्जमा हाल्छु अनि फ्रेस भएर आएर फेरि भिडियो कन्टिन्यू गर्छु। र आजको दिनमा मैले के गर्छु भन्ने कुरा हजुरहरूले हेर्न पाउनुहुन्छ है यो भिडियोको थ्रु है त। सकेसम्म चाहिँ अब सबै भिडियो अटाउने कोसिस गर्छु। अब बिचमा कहाँ बन्द हुन्छ थाहा छैन। मेरो जहिले मोबाइलको ब्याट्री सकिन्छ अनि मेरो भ्लगै कस्तो हुन्छ क्या, लाइक बिचमै रोकिन्छ क्या, न यताको न उताको। सो आज चाहिँ बिस्तारै भए पनि बनाउँछु भनेर सोचिरहेछु। सो आज त भिडियो मैले बनाइहालेँ होइन। आज कति गते हो, आज कति गते हो म हेरेर भन्छु, म बिर्सेँ, म हेरेर भन्छु अहिले। अनि त्यही हो, त्यति ऱ्यान्डम भिडियो आज घुम्न जाने ओर्ने त्यही त हो नि होइन। ल स्टे ट्युन है त, फेरि भेटौँ ल। ओ माई गड, बाहिर यति चिसो छ नि, मलाई मात्र चिसो भएको हो कि बाहिर साँच्चीकै यति धेरै चिसो छ है। मुख धोएर आइसकेँ, नहाने का काम मेरो से नै होगा, इतनी सुबह हो फेरि हिँड्नु छ। अरे अराधेर पनि छैन, म त नदिनँ। सो अहिले चाहिँ हामी रेडी भइसकेको छौँ जानको लागि। हाम्रो गाडी यहाँनिर छ है, सबैजना यहाँनिर हुनुहुन्छ। के आइहाल्छ अरे गरेको देखेर जस्तो हुन्छ क्या। म चाहिँ साह्रै पीडित मान्छे हो क्या, म त कहीँ हिँड्नु पऱ्यो भने यही मलाई टेन्सन लाग्छ हो भने। सबैजना तपाईँलाई पनि त्यही हो, गाह्रो छ हौ। हाम्रो गाडी पनि स्टार्ट भइसक्यो है। हाम्रो यात्रा चाहिँ शुभ रहोस् है। ल शुभ यात्रा सबैलाई, शुभ यात्रा सबैलाई भनेको। ल यात्रा सबैजनालाई। ल प्लास्टिक ककले आउँछ यहाँ छ अरे, मलाई पनि प्लास्टिक दिनु है। प्लास्टिक सबैलाई अहिले न त पर्दैन भरे खोलीमा राखिरा, त्यही पनि राखिरा। देखो हामी चाहिँ लागेको है। पशुपतिनाथ की जय, कन्लाई मारीको जय। अनि अब गीत गाउँ भइ रोल्पा खोलामा गर्छु। ल सबै गाना खोला सबै भन्दै जाँदैछ। ल अब गाना घन्टाउँदा हुने रहेछ। हाम्रो रोल्पामा जय भन्ने आगादेखि सबै म चाहिँ हाम्रो रातो हारे यता पनि पछाडि डान्स गर्नु आतुर भइसकेका छन्। कसको बाटो हारे हामी चाहिँ ठ्याक्कै हाम्रो पत्रुकीको चोक हो। राम है कस्तो छैन वृन्दावनमा आएर भक्का खाँदैछौँ। गम मैले चाहिँ खाइसकेँ। यहाँनिर भक्का ड्याम बन्दैछ, दिदीहरू खाँदै हुनुहुन्छ भक्का। हामी त यहाँ वृन्दावनमा आएर भक्का दिँदैछौँ सबैलाई। ल भक्का लास्ट मिठो। हामी कति बजी हिँडेको, 5 बजी हिँडेको मान्छे, अहिले कति बज्यो, 7 बज्यो होला। ल चिसो मौसममा चाहिँ हामी बिर्ता मोडमै यस्तो मजाले चिया पिउँदैछौँ है। चिया खान आउनु होला हजुरहरू पनि। अघि भक्का पार्टी भएको थियो, अहिले अब चिया पार्टी हुँदैछ। चेस गर्ने बिर्सेछु ल, चेस है। मुसुका नबोले ओठाले
उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फेरि गाई चप्पलमा छु म चाहिँ ए फाइनली हामी कन्यामा आइसक्यौँ। अब खाना खानको लागि हामी रेडी हुन्छौँ। गर्मी हपक्क भयो, लास्टै जाडो होला भनेर सोचेको थिएँ। ओइ कति राम्रो ठाउँ, ओइ म फर्स्ट टाइम आएको यार। यहाँको वेदर कस्तो मजाको हुन्छ नि त। आहा लु हेर्नु यहाँको ताजा ताजा हरे हरे सब्जी, इस्कुस, ओहो रुख टमाटर, यसलाई के भन्छ? रुख टमाटरै भन्छ नि, इल्ची हामी त्यसलाई रुख टमाटर भन्छ। वाउ हेर्नुहोस् न, वाउ त्यो डल्ले खोर्सानीको किवी, अदुवा, माई गड यस्तो पो हुनुपर्छ त। अनि हामी चाहिँ अहिले यो निगम होटलमा खाना खानेले खाना खाने, खाजा खानेले खाजा खान्छौँ। के हो के डल्ले? डल्ले 400 अरे। किन महँगो? यताबाट त झन् जाने होला त। उतै नि झन् बरु सस्तो हुँदो रहेछ त। गोलभेडा सस्तो 100 रुपियाँ किलो। भरे लाने 1 किलो म चाहिँ। उहाँहरू के बुझ्दै हुनुहुन्छ होइन? खाने खान्न डन्न। हामी खाना लागेको साथीहरू। ल सबैजना सर देखाइन्छु ल म। ल यस्तो लागेको छ खाने गाइज हाम्रो चाहिँ खाना सेट आइसकेको छ, हेर्न सक्नुहुन्छ। खाना, साग, कोपीको सब्जी, करेलाको सब्जी, अनि अचार, काँक्रा, पापड, मटन हो कि चिकन हो? यो चिकन हो जस्तो छ। ल है खाम है साथी हो। ल अब खान्छौँ हामी चाहिँ। तपाईँहरू पनि आउनु होला खानालाई, भोक लागिसक्यो, तातो तातो खाम। एकदमै मिठो खाना खाइयो है, सोचेको भन्दा नि मिठो। पेटभरि खायो मैले, थप्पी थापे पो तपाईँले। माथिको डाँडामाथि चियाबारीमा फोटोसुट गरेर आएर अनि यहाँबाट टक्क मुनिबाट सिँढीबाट झरेर अनि जुन यो होटल छ नि हाइसको पछाडि, इभीको पछाडि हो, त्यहाँ गएर चिसो खाएर आयौँ। अब हामी फर्केको। मसँग चाहिँ नन्द हुनुहुन्छ, रोजिना गुरागाई अनि जेसिका घिमिरे छौँ हामी। अब यहाँबाट हामी ड्रेस लगाएर गएर फोटो खिच्ने अरे। ल नि त ठिकै छ, ड्रेस लगाएर पनि फोटो खिचौँ। छेत्री बाहुनको ड्रेस लगाउने अनि खिच्ने। ल अनि भिडियो आउँछ है त अलिअलि गर्दै। ल है त हेर्दै गर्नु होला त है। यहाँको दृश्य हजुरहरूलाई देखाउँछु। यस्तो छ, कस्तो रमाइलो ठाउँ हो। तर फोहोर यहाँ रहेछ, हल्का फोहोर रहेछ, ठिकै छ। तर यस्तो पब्लिक प्लेसमा फोहोर भइ नै हाल्छ। मलाई कस्तो घोडा चढेर त उयो गर्न फोटो खिच्न मन लागेको थियो कि, तर मैले स्पट लाएर आएको छु। मिल्दैन है यसरी। अब घोडाको सवारी गर्नेहरूलाई घोडाको सवारी गर्दा हुन्छ, तर मैले यहाँ स्कट लगाएको छु नि त। ओइ हान्दियो भने घोडाले एक घोडा हान्छ। ल हेर्नुहोस् यसरी आउने, फोटो खिच्ने साथीहरू।
मिलिसक्यो म त गर्छु होला म त रङ डाइरेक्सनमा झरी छु नि हो झन्डै तलबाट बाटो ब्लक भएर पुगिनु छ अब ड्रेस लाएर भिडियो बनाउन ढिलो भइसक्यो नि हामीलाई फेरि चाँडै फर्किनु पर्ने छ है सो हामी चाहिँ अब ड्रेसतिर लाग्छौँ रोजिना जाउँ 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 ल जाउँ जाउँ छिटो 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 ढिलो हुन्छ फेरि अलि भिडियो बनाउन यति धेरै बाँकी छ हामी छुटेको होइन हामी चाहिँ यस्तो चिसो चिसो खाना गएको रोजिना म कसरी निस्किनु ओ यहाँ त बच के रहेन लड्का लड्की सब हाम्रो ग्याङ खोइ र हामी उता थियो नि ओ माइ गॉड बा कति राम्रो देखेको नि ल है त ल कति राम्रो देखेको हामी चिसो खाएर आएको चिसो ग्यास निकालेर आएको भुन्टे चिसो यही लाउने हो आफ्नो ड्रेस होइन नमात्ने चिसो हो नमात्ने हो मात्दैन ग्यास निकाल्ने चिसो हामी चाहिँ यहाँ भिडियो सिडियो बनाइवरी यहाँ त यस्तो क्राउड एरिया छ कि भिडियो सिडियो बनाइवरी बसेका छौँ यहाँ है दाइलाई भनेर भिडियो पनि बनाइदिन लगायौँ होइन यो भयो हाम्रो ग्रुपिङ भिडियोहरू यहाँ फोटो सार्नेहरू फोटो सार्दै हुनुहुन्छ अनि हामी चाहिँ यस्तै हो गाई जहाँ गए पनि कस्तो देखेको मलाई चस्माले राम्रो देखेको राम्रो देखेको छ साथीहरू भनिदिनु ल कस्तो देखेको छ मलाई यो छेत्री ड्रेसमा छेत्री ड्रेसै हो नि छेत्री ब्राउन दुइटै हो यो जसले लाउँदै थ्याङ्क यू धन्यवाद सानोमा चाहिँ बच्चा बेलामा चाहिँ लगाएको हो कि डान्स गर्दाखेरि रोजिना दामी दामी भिडियो बनाइदिनु है ल मेरो क्यामेराम्यान चाहिँ उहाँ हुनुहुन्छ मेरो नन्दा फोटो पनि खिच्नुपर्छ है कस्तो बाटो छ कि हिल हेर्नु मेरो यहाँ हेर्नु मेरो हिल अनि म यस्तो तरिकाले हिँड्दैछु कि म एकैचोटि लडेँ भने म इटरी आइपुग्छु कस्तो मलाई यस्तो गाह्रो गरी हिँडेको छु ल कसले तानो आधी घन्टाको टाइम थियो कि यो ड्रेस अर्नामेन्ट फुकालेर जानु भने हेर्नु न यत्रो हिल छ बिस्तारै बिस्तारै स्लो मोसनमा हिँड्ने जेसिका बिस्तारै लडिस् भने त एकैचोटि घर पुग्छस् इटरी ला कताबाट छिर्ने थियो हाम्रो ला यता यता हेर्नु न सबै एउटै छ बाटो कताबाट कता छिर्ने होला नि बाबा त्यही त अनि कताबाट कता छिर्ने ला ओइ कताको हाम्रो कताको ए यहाँ हो हाम्रो ल ल खोलौँ खोलौँ छिटो छिटो ल हाम्रो ड्रेसहरू त यहीँ छ नि लुगाहरू त यहीँ छ होला ल हामीले चाहिँ यही आन्टीकोबाट ड्रेस अर्नामेन्टहरू लिएको तपाईँहरू पनि आउन सक्नुहुन्छ है त ल ल ल ल आन्टी यता हेरिदिनुहोस् ल यता हेर्नुहोस् न ल हाम्रो साथीहरू आउनु भने यहीँ आएर बसेर लानुहुन्छ है त ल ल ल आन्टीलाई भ्याइ नभ्याइ छ के गर्नु ल हामी यही अर्नामेन्ट्सहरू निकाल्दैछौँ यस्तो ढिलो भइसक्यो कहाँ पुगिसक्नु सबैजना मेरो भाइ चिम्टीहरू पनि यहीँ छ है कस्तो गर्नु भयो खलखली भयो यार ल जेसिका हजुरको यहाँ बिजोग भएको छ लिएर आएको थिएँ र मैले आमामा मान्छेहरू परेको लुगा फेरि टिकटक बनाउने हेर त सम्धिनी एउटै लुगा लु जा त यस्तो पो हुन्छ त आफू त चप्पलमा यही हाम्रो गाडी लु जा अनि खाजा चाहिँ कहाँ खाने हो गाइज ओके छ त ल साथीहरू अब मेरो मोबाइलको चार्ज सकिन लागेको छ मान्छेको नि ब्याट्री लो हुन लागिसकेको छ चार्ज हुन पाए हुन्थ्यो अनि उहाँ चटपटे बन्दैछ मान्छे चार्ज गर्ने चिजहरूमा बन्दैछ होइन अब जता भेटिन्छ त्यतै जोडिहाल्ने हो चार्जमा चाहिँ मोबाइल हेर्नुहोस् हामी फर्किसकेको हो अब चार्ज सकिएन भने यही भिडियोमा प्लस हुन्छ चार्ज सकिएन भनेदेखि चार्ज सकियो भने यहाँदेखि उता भिडियो आउँदैन चार्ज सकिएन भने चाहिँ यही भिडियोमा प्लस हुन्छ है तपाईँहरूले आफैले बुझेर हेरिदिनु होला र यतातिर हेर्नु होला है हाम्रो त यस्तो पो छ त ल हट कडा आउँदैछ कडा चटपटे बनाएर खाने हो चटपटे
मिठो हुन्छ ना कुलकुले ल्याएको छैन त्यही भएर कुलकुले ल्याएको छैन कुरकुरे हैन कुलकुले मलाई पनि मम्मी भन्छ ल भाइ यार कुलकुले कति धेरै भाइ यहाँ भिडियो